हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। मेरो बहिनीले चाहिँ ब्लग स्टार्ट गर्दैछिन् यता, तर मैले नभएर मैले बनाउँदैछु। हामी चाहिँ चटपटे खाना पल्लो गाउँ जाँदै थियौँ। झापामा चाहिँ चैतमा पनि धान रोप्छ नि त, सो अनि बाटो चाहिँ एकदम हिलो थियो क्या। अनि हिलो बाटो सकेर हामी अर्को बाटो आयौँ, त्यहाँ पनि बाटो बनाउँदै रहेछ क्या। अनि बाटो बनाउँदै हुनुहुँदो रहेछ, हामी हिँडेर गयौँ। चटपटे बनाउँदै हुन्छ यता आन्टीले। चटपटे खाने ठाउँमा आइपुग्यौँ अनि हाम्रो चटपटे पनि रेडी भएर आयो। अनि मलाई चाहिँ एकदम मिठो लाग्यो, एकदम मिठो थियो। यता झापातिर चाहिँ कस्तो मिठो पाउँछ कि चटपटे पानीपुरीहरू। अनि त्यसपछि मलाई एकदम मिठो लाग्यो अनि हामीले खायौँ। फेरि अर्को पनि मगायौँ, हामीले 2-3 चोटि खायौँ। यता मेरो छोरी चाहिँ ललिपप चोपेर खाँदैछिन् पानीमा, भाइलाई पनि एकदम मिठो लाग्यो अरे। अनि हामीले यिनीहरूले पिरो खाँदैन भनेर फेरि हामीले अर्को चटपटे पनि मगाएको थियौँ सुक्खा। मेरो भाइ पनि पिरो खान्छ, आन्टीलाई पनि राम्रो लाग्यो अरे। मेरो छोरी पनि यता खाना हात लम्काउँदैछिन्। उसलाई चाहिँ पानीपुरी, चटपटे, मोमो, चाउमिन चाहिँ पिरो खान्छन्। खानामा चाहिँ अलिकति एउटा खोर्सानी हाल्यो भने उसलाई पिरो हुन्छ। अनि नपिरो चटपटे पनि मगाइदियौँ हामीले बच्चाहरूलाई। अनि नपिरो चटपटे पनि खाँदैछन्। मेरो छोरी ललिपप खाँदैछिन्। अनि मेरो भाइलाई पनि कस्तो लाग्यो नपिरो चटपटे भनेको, मिठो लाग्यो रे। अनि फेरि यता पानीपुरी पनि मगायौँ भने ट्राई गर्न। मेरो आन्टी ट्राई गर्दै हुनुहुन्छ, मुखभन्दा पनि ठुलो छ भनेर हाँस्दै हुनुहुन्छ। उहाँलाई पनि एकदम मिठो लाग्यो अरे पानीपुरी। अनि मैले पनि यता ट्राई गर्दैछु, मलाई पनि पानीपुरी चाहिँ एकदम मिठो लाग्यो। अनि यता भाइले पनि खाँदैछ, उसलाई पनि मिठो लाग्यो अरे। मेरो बहिनीले पनि खाँदैछिन् यता। अनि हामीले पानीपुरी पनि ट्राई गऱ्यौँ, एकदम मिठो लाग्यो। मेरो छोरी यता ललिपप खाँदैछिन्। फेरि चटपटे मगायौँ हामीले, एकदम मिठो लागेर। यता मेरो बहिनी चाहिँ पैसा तिर्दैछिन्। अनि हामी पैसा तिरेर आयौँ। फेरि यिनीहरू के खाने भनेर त्यो पनि किने। अनि जाँदाखेरि यो घर रहेछ क्या, बाटोमा कस्तो मजाले बनाएको क्या। अनि यो घरको भिडियो मैले बनाऊ न भनेर भने, अनि बनाइन् मेरो बहिनीले। मेरो छोरी यता हिँड्दैछिन्। अनि उनीहरू के खाने भनेर ल्याएको थिएँ देखाउँदैछिन्। अनि हामी गयौँ, बाटो हरियाली हेर्दै गयौँ, हिँड्दै। गर्मी छ नि त यता एकदमै। अनि मेरो छोरीलाई चाहिँ खुट्टा दुख्यो अरे, मम्मी मलाई बोक्नु न भन्दैछिन्। म चाहिँ प्रायः जस्तो नानीलाई बोक्नु पर्दैन हिँड्दाखेरि। अनि मेरो बहिनीले चाहिँ उसलाई बोक्दैछिन्। अनि फेरि आमासँग जाने भनेर मेरो आन्टीले पनि बोक्नु भयो उसलाई। अनि हामी चाहिँ घर पुग्न लागेको थियौँ। अनि फोटो खिच्नु पर्यो, मेरो बहिनीहरूलाई फोटो पनि खिच्यौँ एउटा। थ्याङ्क यू फर वाचिङ।